आज कटी चक्रासन गर्दैछु। कटी चक्रासन यौगिक जगिङको 16 नम्बर आसनको रूपमा पनि गर्न सकिन्छ। यसको प्रयोगले ढाड, गर्दन र कम्मरमा लचकता आउँछ र बलियो बनाउँछ। सुरु गरौँ। पहिलो पोजिसन, खुट्टा हल्का फटाइदिउँ। ढाड गर्दन सिधा, दुवै हात छातीको अगाडि, लामो श्वास तान्दै दायाँतर्फ मोडियौँ। कम्मरभन्दा माथिको भाग मात्रै मोड्ने, श्वास रोकिराख्ने, मनमा नै गन्ती गर्न सकिन्छ। 1 2 3 4 5 6 7 8 9 10। पहिलेकै पोजिसनमा हौ। अब अघिको विपरीत दिशामा गर्न सकिन्छ। त्यसै गरी देब्रे मोडिदिउँ। 1 2 3 4 5 6 7 8 9 10। विश्राम।